गाइज हामीले भिडियो चाहिँ बनायौँ है रिडिङ फेक लाइभ कमेन्ट्सको, तर के भएछ भन्दाखेरि हाम्रो साउन्ड नै रेकर्ड भएछ। अब हामीलाई कति रिग्रेट भएको होला। एकदम रमाइलो गरेको थियौँ कि वाउ खतरा भयो होला भनेर हेर्न खोज्छौँ त ल साउन्ड नै छैन। अब हामीले के बोलेको थियौँ नि बिर्सियौँ होइन। त्यही पनि हेरौँ त हाँसिरहेछौँ। हेरेर चाहिँ हामी फेरि रिट्राई गर्न चाहन्छौँ, रमाइलो मानेर हेरिदिनु होला ल। के बोलिरहेको के याद नै छैन अब, तर रमाइलो त लास्टै रमाइलो भएको थियो। त ट्राई गरौँ त। एउटा च्यालेन्ज दिउँ न त गाइज, हामी के बोलेको कसैले कुनै लाइन पत्ता लगाउन सक्नुहुन्छ भने कमेन्ट गरिदिनु होला है त। हामी गेस गर्छौँ मिल्यो कि नै भनेर। त्यो छेउको बहिनी कति नराम्री के रहेछ त्यस्तै भनेर जस्तो लाग्छ। के भनेर किराले पनि अब हामी रातिको 12 बजिसकेको छ, त्यही भएर हामी भिडियो बनाउँदै थियौँ। अब बत्ती निभाएर अब रेकर्ड गरौँ न त भनेको, खोइ किरा आउँछ घरि मैले दिदी भएको थियो त्यो बिचको दिदी नसे कस्तो नसे दिदी हुनुहुँदो रहेछ भनेर चाहिँ हामीलाई सबिन काफ्लेले भन्नुभएको रहेछ। लाउन नि अनि के त्यस्तो के भनेर रहेछौँ हेर्नु न, त्यहाँ हामी कति हाँसिरहेको रहेछौँ त्यहाँनिर त। त्यो रातो टी सर्ट लाउने दिदीको हाँसो कस्तो हो भने कस्तो खतरा रहेछ उसको त, खतरा त हो के अरे हुन त। अनि गाइज यो चाहिँ मैले बिनाजु पछाडि बस्ने दिदी कति राम्री, नाम के हो भनेर सोधे जस्तो लाग्यो। सोद्धाखेरि चाहिँ हामीले के भनेको थियौँ, दिदीको बे भइसक्यो, दिदी अमेरिकामा। पछाडिको फोटोवाला दिदी कति राम्री भनेर भने जस्तो लागेको थियो। राम्री त हुनुहुन्छ, तर भिनाजुसँग माग्नु होला अब के गर्नु, कुरा गरेर हुन्छ कि अथवा कसै कन्ट्याक्ट गरेर कुरा गर्न सक्नुहुन्छ चाहिँ भनेको थियौँ। ल गाइज यस्तै हामीले योभन्दा राम्रो चाहिँ बनाउन सकेनौँ। हामीले मजा गरेको थियौँ, हामी हाँसेको हेरेर हजुरहरूले मजा लिएर बुझिदिनु होला। आजलाई चाहिँ हामी यति नै भन्न चाह्यौँ। हामी भोइस ओभर धेरै गर्न सकेनौँ किनभने हामीले के भनेको थियौँ बिर्स्यौँ। नेक्स्ट टाइम चाहिँ फोटोको कुरा भयो। पछाडिको दिदी कहाँ बस्नुहुन्छ भनेर सोध्नु भएको थियो गाइज। उहाँ चाहिँ अब न्युयोर्कमा बस्नुहुन्छ होइन। अनि बहिनीहरू के भनिरहेको छु, त्यो दिदीको कपाल कस्तो चाउ जस्तै छ भने क्या मैले यसमा। अनि मैले यसमा के रिप्लाई दिएँ भने मेरो कपाल कर्ली चाहिँ बाई बर्न हो होइन। मान्छेहरू चाहिँ कति खर्च गरेर त्यस्तो कर्ली कपाल बनाउँछन्, मेरो चाहिँ पहिल्यैदेखि नै यस्तो कर्ली थियो। ल बाई बाई गाइस, शुभरात्रि। हामीले चाहिँ नेक्स्ट टाइम अर्को राम्रो भिडियो लिएर आउनेछौँ। अहिलेलाई यति नै, धन्यवाद। एकदम नराम्रो लागिरहेछ, स्क्याम भयो स्क्याम।